Good evening, everyone. Welcome to the part 2 of tips and tricks for Japanese embassy interview preparation. प्राय जसो जापानिज एम्बेसी इन्टरभ्यूमा स्टुडेन्टहरूलाई हु इज योर स्पोन्सर भनेर सोध्ने गरिन्छ। दारेगा आना तानो गाकुई ओ हाराई मास्का। यो क्वेसनको एन्सरमा तपाईँले डिस्क्राइब गर्नुपर्ने हुन्छ थोरै आफ्नो लिभिङ एक्सपेन्सेस र तपाईँको स्कुल फी र आउने जाने टिकटहरूको कसले पे गरिदिन्छ भनेर। हो, यसमै तपाईँलाई फलोअप क्वेसन पनि आउन सक्छ। वाट डु योर स्पोन्सर डु? ओत्तो सान वा नानी हो सिते मास्का। यदि हजुरको स्पोन्सर अफिस वा कम्पनीमा काम गर्नुहुन्छ भने कम्पनीको नाम, कति टाइम भयो काम गरेको र एनुअल इन्कम कति हो त्यो खुलाउनु पर्ने हुन्छ। वा तपाईँको स्पोन्सर कृषि क्षेत्रमा हुनुहुन्छ भने पनि त्यसबाट आउने इन्कमहरू र केबाट आउने हो भनेर पनि खुलाउनु पर्ने हुन्छ। अर्को प्राय सोधिने क्वेसन भनेको पनि हाउ लङ हेज बिन स्टडिङ जापानिज? दोनो गुराई निहोन्गो हो बेन्क्यो सिते मास्का। हो, यो क्वेसनको एन्सरमा तपाईँले कति महिना भयो पढेको, कुन स्कुलमा पढेको र दिनको कति घन्टा पढ्नुहुन्छ भन्ने कुरो खुलाउनु पर्ने हुन्छ। हो, यो एन्सरपछि तपाईँलाई फलोअप क्वेसन पनि आउन सक्छ। वाट इज योर जापानिज ल्याङ्ग्वेज लेभल? निहोन्गो नो रेबरु वा दोनो कुराई देशका? र तपाईँलाई यसमा छोटो छोटो लाइन दिएर हिराकाना काताकाना पढ्न लगाइन्छ र खान्जी पनि कतिको चिन्नुहुन्छ भनेर तपाईँको टेस्ट गरिन्छ र तपाईँलाई सिम्पल क्वेसनहरू पनि सोधिन्छ, जस्तै नम्बर, डेटहरू पनि। यसैसँगै तपाईँलाई अर्को क्वेसन पनि आउन सक्छ। डु यु हेभ रिलेटिभ्स अर फ्रेन्ड इन जापान? निहोन नि शिन्सेकी या तोमोदाची गा इमास्का? यो क्वेसनको एन्सरमा तपाईँले झुटो बोल्नुहुन्न। छ भने छ भन्नुहोस्, छैन भने छैन भन्नुहोस्। र तपाईँको छ भने तपाईँलाई फलोअप क्वेसन आउन सक्छ, जस्तै दारे देशका दोकुनी सुन्दै इमास्का, नानी हो सिते मास्का। अर्को महत्त्वपूर्ण क्वेसन भनेको वाइ डोन्ट यु स्टडी दिस इन नेपाल? नाजे नेपारुदे बेन्क्यो सिनाइनो देशका? हो, यो क्वेसनको एन्सरमा तपाईँले नेपालको एजुकेसन सिस्टमलाई क्रिटिसाइज गर्न मिल्दैन। तपाईँले गर्ने भनेको जस्ट तपाईँको करियर प्लानलाई जापानिज एजुकेसन सिस्टमले कसरी हेल्प गर्छ र तपाईँलाई जापानको कल्चर, वर्किङ इन्भाइरोमेन्टहरू बुझ्न मन लागेको, जान्न मन लागेको भएर पनि भन्न सक्नुहुन्छ। त्यसैले जापानको बारेमा थोरै तपाईँले डिस्क्राइब गरिदिनु भयो भने धेरै हेल्पफुल हुन्छ। यस्तै यस्तै जानकारीमूलक भिडियो हेर्नु परेमा हामीलाई फलो गर्नुहोस् र आफ्नो जिज्ञासा केही भएमा तल कमेन्ट गर्नुहोस्। नाइम एजुकेसन पुतल सडक काठमाडौँ।